हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो अर्को मिनी भ्लगमा। आज चाहिँ हामी अचारको मिनी भ्लग लिएर आएको छु। यहाँ अचारको लागि मासु फ्राई हुँदैछ अनि हाम्रो चाहिँ मसलाहरू रेडी गरिसके। हाम्रो चाहिँ अचार बन्दैछ गाइस। यहाँ मासुको अचार बनाउन रेडी भएको छ। यहाँ मासु छ, यहाँ लसुन र अदुवा भुटेको वाला, अनि यो पनि मासु हो, अनि यो हाम्रो खुर्सानीको पेस्ट, अनि यो चाहिँ सोप र टिमुरको त्यो झोलो, अनि यहाँ छ हाम्रो भुटेको यो जिरा र धनियाँको धुलो। अनि हामी यहाँ एकदम बनाउनलाई रेडी भएर बसेको छौँ, हेर्न सक्नुहुन्छ गाइस। अनि अहिले रेडी भएपछि देखाउँछु। अनि यसमा चाहिँ मैले मसला सबै एड गरेर हाम्रो लगभग रेडी हुन लागिसक्यो। हाम्रो अचार चाहिँ यस्तो देखेको छ गाइस। फाइनली हाम्रो अचार चाहिँ रेडी भइसक्यो गाइस। अनि यो चाहिँ हाम्रो लास्ट लट अचार है। हामीले चाहिँ दुईचोटि बनाएको 2 लट। हाम्रो फर्स्ट लट यहाँ छ, हाम्रो सेकेन्ड लट यहाँ छ। हाम्रो चाहिँ रेडी भइसक्यो। आजको लागि यति नै गाइस। Thank you for watching my video. Waiting for my next vlog. Thank you everyone.